अहिले म फुलबारीको भेडीकोतिर जाँदैछु है। अनि भाइ खतरा छ यो प्यानेलले सेनेलले पल्सर सल्सर होइन, यो सिधै हार्ली डेभिसन हो। यो चाहिँ हाम्रो नेपालमा 12 सालले मात्र चढेको देखिन्छ। यो त झन् काकीले आगो बाल्दै हुनुहुन्छ। यहाँ हाम्रो आगो बाल्ने तरिका चाहिँ यस्तै छ। यहाँ मजाले यस्तरी फुक्ने, राम्रो बोल्छ यस्तै गऱ्यो भने। मुखले फुक्नु पर्दैन, गाह्रो हुँदैन। यस्तो मजाले खतरा रहेछ माझी। अब यहाँ आएपछि पुपाल ब्रालाई, पुपाल देउतालाई चाहिँ ध्वजा धुपो चढाइनु पर्छ। अब ध्वजा धुपो म त अस्ति म चढाइसकेँ। अब कि ध्वजा छैन भने झारहरू जे भए पनि चढाइदिए हुन्छ, फुलहरू चढाइदिए हुन्छ। म चाहिँ यहाँ फुल चढाइदिन्छु है। अब यो फुल टिपिरहेको छु, अब यसलाई चढाइदिन्छु। यो चढाइदिनु पर्छ। अनि यहाँनिर अब भगवान्को थानमा, देउताको थानमा यसरी फुलहरू चढाउनु पर्छ। यसरी हेर्नु, यहाँ फुलहरू पहिला पनि चढाइसकेको रहेछ मान्छेहरूले। अब म पनि चढाइसकेँ है। यहाँ चढाएँ मैले पनि, चढाउनुपर्छ। यसो घन्टी बजाउने है। अस्ति मैले पानीको ध्वजा यहीँ रहेछ। गाइज, यो एरियालाई पानीदाल भन्छ है। यो पानीदाल एरिया हो। यहाँदेखि यता अगाडि साइडमा बिजा पर्छ। होला गाइज, हामी अहिले यहाँ 4000 फिट भन्न माथि छौँ। अहिले बाहिर म अनि हाम्रो भाइ जस 5जना होइन 6जना छौँ कि आज 6जना ग्रुप छौँ। हेर्नु भेडाहरू पुरा जताततै छ। दाइ मेरो साइडमा हुनुहुन्छ। भारी मस्त बोक्नु भएको छ। पहिला हतियार बोक्नु भयो, आजभोलि भारी बोक्नु भएको छ। मैले पनि बोकिरहेको छु है। न त राजियामा अरे फिर जोरै दाने आगो लागि रासी त्यो खेम्दी भयो ज्वरो दाने। काकीले चाहिँ यहाँ मही पार्दै हुनुहुन्छ। अब तपाईँले गेस गर्नुहोस् है, यो चाहिँ अब भेडाको हो कि चौरीको हो। यहाँ दुवै चाहिँ एकै ठाउँ। कमेन्ट सेक्सनमा तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ, आफ्नो ओपिनियन है। भाग्ने चाहिँ किन ले हेऱ्यो, ले तर्स्यो, मलाई हेर तर्स्यो, तर्स्यो। ल यो बोकेर नआएको जस्तो छ। यो सानो सानो रहेछ। यो उतापट्टि गएर खातेल्छ। त्यो उठा हिमालकै काखमा छ यो गोठ, भेडी गोठ हो। घोडाहरू हिँड्छ। बोकिरह एउटा चाहिँ थपक्क लगाएर बसेछ, एउटा बोकिरहेको छ। एउटा कहाँ भयो? त्यही थियो त अर्को पनि। त्यही एउटा साइडमा रहेछ, एउटा ऊ त्यहाँ रहेछ। ऊ हेर्नु चौरीको बाछा कस्तो दामी छ यार, बवाल छ यो। तुलसी लिएर माझी प्रोफेसनल माझी तपाईँ खिचिदियो
यहाँ चौरे जुधेको फाइट खुर अनि त्यहाँ चाहिँ जिम नि बाजी ए मलाई हाफ लाग्यो नि थियो ए त्यो खतरा राजा साथी गार्डन का पर में तो पलता अहिले म बाइम्पा भन्ने ठाउँमा आएँ ओए 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 कहाँ चढ्छ यो म फाइनली यो पनि गिरफ्तार भयो है अब यसलाई पनि समातेर दिउने ओए 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 म कहाँ यो ल खेल्ने मसँग ओए खेल्छस् मसँग ल खेल्छस् खेल्ने मसँग ऐसा 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 ओए ओए खेल्छस् हाँसे हाँसे ओए 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 हेत त बलियो पो भएछ यार ओए ओए हाँसे ओए र भिडियो मार्फत तपाईहरुलाई पनि पुपालको यात्रा गराउन चाहन्छु आउनुस् सुरु गरौँ यात्रा हेर्नुस् यहाँदेखि अलिअलि मात्र देखिएको छ पुठा हिमाल प्रदेश नम्बर 5 लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो हिमाल यसको उचाइ 7224 समथिङ कति छ है जस एबो 7000 माथि नै छ आज म तपाईले सबै चिजहरु देखाइदिन्छु मैले गाइस अब हामी यारसँगमा पाउने ठाउँतिर जाँदैछौँ है ल म चाहिँ अब दुले बेस क्याम्पदेखि उकालो लागेको यो यार्सा ट्रेल अन्तर्गत पर्ने यो रुट यहाँ यो बाटो हुँदै दोल्पा पनि गइन्छ सानो घोडाको पछ्यारा आज चाहिँ उहाँ काकुलाई लिएर जाँदैछु उहाँ काकु नै मेरो गाइड काकु यता हेर्नुहोस् त खेर उहाँ नै हो आजको मेरो गाइड ल काकु आज तिमी मलाई भिडियो गर्न लानुपर्छ है काकु है एकदमै हो हिजो म त झन्डै मरेँ नि काकु 4:26 मा पुगेको मान्छे पुपाल उहाँ के भन्छ अरे 7 बजेसम्म माथि दुलेको दुली अनि अब त्यो चिसोमा रातभरि त बस्न सकिन्न पानी पर्या हिजो फेरि अनि त्यो भन्दा भयो अल्छी नगरिकन 1.5-2 घण्टाको काल माथि निस्केको मान्छे फेरि तल पिडी नै झरे यो गाईहरूलाई पुरा बर्खाभरि यसरी नै बुगीमा छोडिन्छ र पछि कात्तिकमा बल्ल गाउँमा झार्ने काम गरिन्छ पहिला असोजमै गाउँ झारिन्थ्यो आजभोलि कात्तिकमा बनाएको छ
तिमी गएर नि छोडेको नि काकु गाई चाहिँ मैले काकुलाई चाहिँ तिमी भनेर बोल्छु खासमा तिमी भनेको मतलब त्यस्तै ह्यापेर भनेको होइन काकु भनेको मायाले भनेको तिमी भनेको मायाले भनेको यहाँ नै हाम्रो विश्वकर्माहरूको भाषामा तिमी भनेको एकदमै प्रिय शब्द हो कि आफ्नो एकदमै माया गर्ने मान्छेलाई यहाँले नआउँछन् आमा टाढा होला क्या उहाँदेखि त कति घन्टा लाग्छ उहाँदेखि आउन धेरै छ नि काकु ए तमानेहरू नि तमान भनेको बागलुङको नि काकु गाई हाम्रो उहाँ काकाको नाम चाहिँ गाई नै विश्वकर्मा हो अनि उहाँलाई चाहिँ म तिमी भनेर नै सम्बोधन गर्छु तिमी भन्दाखेरि कस्तो अलिकति अभद्र अलिकति रेस्पेक्ट गरेर भन्नु होला त्यसो नभन्नु होला यो हाम्रो एकदम प्रिय शब्द हो हाम्रो विश्वकर्मा यो काकुहरूको उहाँहरू सबैलाई प्रिय तिमी नै भन्नुहुन्छ त्यही भएर म उहाँसँग बोल्दाखेरि तिमी नै भन्ने गर्छु उहाँ एकदमै राम्रो मान्छे हो मनको एकदम सफा खुरुखुरु आफ्नो काम गर्ने आज उहाँ मलाई माथि फुलबारीको भेडीगोठसम्म उहाँ लाँदै हुनुहुन्छ अनि उहाँको आज एउटा काम रहेछ त्यहाँनिर गाउँमा एउटा बोका लानुपर्ने झार्नुपर्ने गाउँमा मैकोटमा त्यसको लागि ठ्याक्कै जाँदै हुने रहेछ काकु त्यो बोका क्या गर्ने गरी गाउनु ए गएर पूजा गर्ने त्यहाँ गाउँमा त्यहाँ एकजनाको घर काट्ने के पूजा गर्ने रहेछ त्यसको लागि उहाँ बोका लिन आउनु भएको रहेछ अहिले म फुलबारीको भेडीकोतिर जाँदैछु है अनि उहाँ हाम्रो काका चाहिँ अहिले उहाँ पर जानुभएको छ हाम्रो काकु चाहिँ आफ्नो त्यहाँ गाई हेर्नु जानुभएको छ उहाँको एउटा बाछा झोपा ब्याएको छ त्यो हेर्न जानुभएको छ अनि अहिले त्यो झोपा भेटाउनु भयो भने मलाई बोलाउनु हेर्नुहोस् पछाडिको ब्याकग्राउन्ड त्यो पछाडि मेरो पछाडिदेखि त्यो लामसार जाने बाटो त्यो पुठा हिमाल हुँदै पनि त्यही बाटो जाने पुठा हिमाल त्यो अवलोकन गर्न जानेहरू अनि त्यो यस्तो छ हेर्नुहोस् पछाडिको ब्याकग्राउन्ड हेर्नुहोस् अब म जानु पर्ने हुन्छ माथि टपमा है माथि टपमा जानुपर्ने हुन्छ त्यो उकालो छ धेरै टाढो जानुपर्छ माथि काकु उहाँ पारीले गइसक्नु भयो यो घोडाहरू पनि यति यहाँ छोडेको हुन्छ बुकीमा पछि कात्तिक लगाएपछि बल्ल यिनीहरूलाई पनि तल झार्छ त्यति बेलासम्म यिनीहरू त्यो बुकीमा छोडे हुन्छ बिचबिचमा यस आएर नुन सुनहरू दिन्छ यहाँ भाइहरूले यहाँ भाइले दिइरहेको छन् यसरी नुन दिन्छ अनि आउँछ हेर्छ चेक गर्छ छ छैन कस्तो अवस्थामा छ नुन सुन दिएर फर्केर जान्छ बेला बेला बिचबिचमा आएर हेर्ने काम चाहिँ गर्छ तर यहीँ छोड्या हुन्छ यिनीहरू 81 पछि कात्तिकमा बल्ल तल गाउँ झार्छ ल हाम्रो काकुको बोका पनि भेट्यो अब आज जान्छ मैकोटमा यो अब ल जान्छौ नि काकु ए ल काकु आजको मेरो गाई तिमी भयो क्या अरे है ओए मै कहाँ यो ल खेल्ने मसँग ओए खेल्छस् मसँग ल खेल्छस् खेल्ने मसँग आइज 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 ओए ओए खेल्छस् हाँसे 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 ओए 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 हेत त बलियो पो भएछ यार ओए ओए हाँसे 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 ओए हाँसे 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 ल ल ल ल ल ओए ल आइज फेरि 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 ल आइज आइज आउने आउँदैनस् मोरा
ओइ ओइ मै कहाँ आज अतु के हो आज यसलाई हरामी रहेछ है भेडा धुनी नदिने रहेछ यदि तपाईँहरू हिमाल हेर्ने हो भने असोजको अन्तिमतिर आउनु होला त्यतिखेर एकदम राम्रो हुन्छ मौसम क्लियर हुन्छ सबै देखिन्छ अहिले त सब हुस्सु लागेको छ केही पनि देखिँदैन यदि तपाईँहरू बुगी फुल हेर्न चाहनुहुन्छ भने असारको अन्तिमतिर आउनु त्यो एकदम बेस्ट टाइम हो अहिले त फुलहरूको टाइम अफ भइसक्यो सबै ओइलिसक्यो गोठ माथि छ मान्छे बस्ने गोठ यो चाहिँ मान्छे बस्ने गोठ हो त्यहाँनिर छेउमा कुकुर बाँधेर राखेको हुन्छ तिनीहरूले जस यहाँ भेडाहरूको सुरक्षा गर्छ यदि यसरी कुकुर राखेन भने फेरि हिउँचितो आएर के भन्छ भेडासेडा खाइदिन्छ है हरायो भने हिउँचितो एक नम्बर डेन्जर सिकारी हो त्यो हातमा लामो भाता जुन देख्दै हुनुहुन्छ नि त्यहाँ दोरी राखेको त्यो चाहिँ भेडालाई समाउनुलाई राखेको हुन्छ है त्यो धुने बेलामा त्यो घाँटीमा अल्झाएर अनि समाउनलाई काम लाग्छ त्यो अहिले भाइले त्यसरी समाइहाल्यो त्यो टक्क त्यो दुने बेलामा घाँटीमा हाल्न काम लाग्छ त्यो लामो बाँसको भाटा अनि साथमा दोरी हुन्छ त्यो भागिरहेको बेलामा भेडालाई टक्क घाँटीमा अल्झाइदिएर अनि धुने हो जस त्यसले समाउन मद्दत गर्छ फाइनली यो पनि घाँटीमा अड्क्यो है यसरी घाँटीमा अड्काएर समाएर धुनुहुन्छ हाम्रो गोठालाहरूले भेडा गोठालाहरूले यस्तो कलर भएको भेडाहरूलाई चाहिँ खार्क्या भन्छ मलाई लास्ट मन पर्छ यस्तो कलर भएको भेडाहरू एकदम राम्रो लाग्छ एकदम युनिक हुन्छ कि अलिकति चिन्न पनि सजिलो हुन्छ अलिक टाढादेखि झ्याप्प देखिन्छ बबा लाग्छ मलाई यो यस्तो खाले कलर भएको यो खार्के कलर भएको भेडाहरू एकदम बवाल छ यो यस्तो कलर अलि रेयर नै पाइन्छ उठ्यो गयो फाइनली यो पनि गिरफ्तार भयो है अब यसलाई पनि समातेर धुने कत्रो ढाडेर खाइरहेको दुध सिङ त्यत्रो त्यो लामो निकालेछ अझ पनि दुध खान्छ यो पाठा सानसानो पाठाहरूलाई समातेर दिउँसो यहीँ राख्छ यिनीहरू वनमा लाँदैन अलिकति वन जाने बेला भएको छ यिनीहरू त्यो समथिङ 15-16 दिन पुगेपछि बल्ल वनतिर लान्छ नत्र भने यहीँ राख्छ घाँस खानु नभएसम्म यिनीहरूलाई यहीँ राख्छ भाइले
फेरि अर्को पनि ल्यायो यिनीहरू सानो सानो यो घाँस खान नभएको पाठाहरूलाई सबलाई जम्मा गरेर यहीँ छोड्छ यिनीहरूलाई जब घाँस खाने बेला बेसी बल वनतिर आमाहरूसँग चराउनु लैजान्छ यिनीहरूलाई त्यहाँ भाइले एउटा लाँदैछ यतातिर काकीले पनि एउटा लाँदै हुनुहुन्छ गोठालोहरू चाहिँ अब रेडी हुँदै भेडा चराउनको लागि हो माझिम लाँदी त पुलिस नि त यो हो हो यिनीहरू लाँदी त पुलिस नि तोइ नै नि अब सिपन मैले नि ए भित्र त माछिरी नि हुन्छ अनि नि भित्रला तो मालेर गान अरे यार वा नगोली यार वा जाने नि यो हेर्नुहोस् यहाँ पाठाहरू यसै राखिएको छ है यसै डुकोमा राखिएको छ त्यहाँ पनि छ एउटा त्यहाँ पनि एउटा छ तिनवटा यहाँ राखेको छ सानो सानो भर्खर ब्याएको पाठाहरू यिनीहरू है यिनीहरूलाई यसरी नै राखिन्छ जबसम्म यिनीहरू जङ्गल गएर आमाहरूसँग चढ्ने खालको हुँदैन लायकको हुँदैन तबसम्म यिनीहरूलाई यसरी नै राखिन्छ अब यिनीहरू लगभग घाँस खाने बेला भनेको समथिङ 10-15 कति यस्तै हुन्छ होइन घाँस खाने बेला भएपछि बल्ल यिनीहरूलाई आमाहरूसँग जङ्गलमा चराउनु लैजान्छ नत्र भने यस्तै हो जब यिनीहरू आफैले घाँस खाने भएपछि आमासँग हिँड्न सक्ने भएपछि बल्ल यिनीहरूलाई आमासँगै वनतिर लैजान्छ नत्र यिनीहरूलाई यसरी यहीँ गोठमा यसरी डोकोमा थुनेर राखिन्छ यी मजाले सुतिरहेको छ एउटा यहाँ यसरी यहाँ छ अर्को यहाँ छ है अर्को यहाँ छ अनि एउटा त्यहाँ सुतिरहेछ यिनीहरूले यसरी राख्छ अनि एउटा बाहिर यसरी कुकुर बाहिर बाँधेर राखेको हुन्छ त्यसले हेर्छ यताउता गोठको सुरक्षा त्यसले गर्छ बाँसहरू आयो कि हिउँचिटोहरू आयो भन्ने तिनीहरू त्यहाँदेखि हेर्छ यो हो पुठा हिमाल लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो हिमाल यसको फेद मुनि जानुभयो भने तपाईँ एउटा ठुलो ताल देख्न सक्नुहुन्छ र तालको वरिपरि हजारौँको सङ्ख्यामा नाउरोहरू चरेको देख्न सक्नुहुनेछ नाउरो यानि कि जङ्गली भेडा जसलाई इङ्ग्लिसमा ब्लू सिप पनि भनिन्छ बिहानी पख एकदम चिसो छ तर पनि यो दृश्य निकै हेर्ने लायकको छ पुठा हिमालकै काखमा छ यो गोठ भेडी गोठ हो आज सबैले उठिसक्नुहुन्छ भेडा गोठालाहरू आज चाहिँ पुपाल जाने भन्दै हुनुहुन्छ उहाँहरू आज उहाँहरूको गोठ सर्दैछ काकीले आगो बाल्दै हुनुहुन्छ यहाँ हाम्रो आगो बाल्ने तरिका चाहिँ यस्तै छ यहाँ मजाले यस्तरी फुक्ने राम्रो बोल्छ यस्तै गऱ्यो भने मुखले फुक्नु पर्दैन गाह्रो हुँदैन यस्तो मजाले गऱ्यो खतरा रहेछ माझी तपाईँतिर यस्तो छ कि छैन है छ भने भनिहाल्नुहोस् तपाईँहरू पनि हाम्रोतिर यहाँ भेडीगोठमा यहाँ काकीहरूले यस्तै आगो फुक्नुहुन्छ मुखले फुक्नु पर्दैन हेर्नु कस्तो मजाले बोलिरहेको धुवा पनि छैन यता छैन एउटै छैन ए यहाँ मजाले उम्लिरहेको छ हजुर ओइ 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 कहाँ चढ्छ यो मोरा ले हरामी नखानु त्यो खान्थी छैन कि हरामी यार चाहे पशु होस् या मान्छे आमा त आमा नै हो जसलाई सधैँ आफ्नो सन्तानको चिन्ता भइरहन्छ हो माझी हो न त कि थिक जास्ती
हो भाइ ओए नचल 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 हो हो अच्छा जाउँ नजिक घर का खबर छ भाइ खगन दाजु 6-7 वर्ष हो क्या दाजु भाइ खतरा छ यो प्यानेलले पल्सर सल्सर होइन यो सिधै हार्ली डेभिसन हो यो चाहिँ हाम्रो नेपालमा 12 सालले मात्र चढेको देखिन्छ यो त झन् ब्रागा त पछरासो यो ब्रागा तर के लिएछ पल्टे माथि जान्न मलाई सोच बाहिर हामी त घुमाइदिएको आरामले यहाँनिर चोट आएर चाहिँ जुधेर हेराँदै थियो अनि फोटो न मान्छेको भारी बोक्नु छ न मान्छेको पिटाइ खानु छ मन लाग्दा खाने मन लाग्दा सुत्ने अनि मन लाग्दा कुद्ने कति खुसी अनि कति स्वतन्त्र छन् यी घोडाहरू त्यो मिक्स छ चौरी अनि घोडाहरूसँगै चहिरहेको त्यहाँ हेर्नु आइरह कुद्दै आइरह नुन खानलाई आइरहेको छ ओ हेर्नु चौरीको बाछा है कस्तो दामी छ यार बवाल छ यो एउटा फेरि यहाँ गइरह चौरीको बाछाहरू त्यहाँ यो हाम्रो वडाको चौरीहरू सानो सानो बाछाहरू रहेछ यो पनि बवाल छ है सानो सानो धेरै क्युट छ भाग्ने चाहिँ किन ले हेऱ्यो ले तर्स्यो मलाई हेर तर्स्यो तर्स्यो ल यो बकेर नआएको जस्तो छ यो सानो सानो रहेछ यो उतापट्टि गएर खातेल्छ त्यो हेरेको छ मलाई कसरी हेर्छ पछाडि यो सानो छ दुईटा छ बाछाहरू त्यहाँ एउटा छैन नुन छैन नि त नुन खोज्यो होला तिमीहरूले छैन हो छैन नुन छैन 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 यिनीहरूलाई दाउनु ठिक्क भएर छ यिनीहरू छैन 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 अर्कोले पछाडिबाट हेर्दैछ छैन के छैन त्यति छैन भने
तुलसी लिएर माझी चौरी र भेडाहरू एउटै फ्रेममा छ है। यो एकदम रेयर फुटेज हो। यो किस्मतवाला के भन्छ नसिबवालाहरूले मात्र पाउँछ यस्तो मौका। ल नाच ए तिमीहरू एकछिनपछि खान्छ नुन सुन के खाने अँ माझीमा छेसी मिसिहरू नो खुवाल्यो छेसी मिसी होता गर्नु गाउनु नो छेसी मिसिएर कम छेसी मिसी होता गर्नु तुबु तुबु नो ग्योल जाएगी तुबु खाने गौ तुबु का ओ तुबु आका माझी ओ बेटा पालो लियो अँ नो ग्योले चाहिँ माझी ग्योले चाहिँ ए नो पिलमा त रेमी माझी बरोबर छैन माझी तपाईँ खिचिदियो चौरी जुधेको फाइट खुर अनि त्यहाँ चाहिँ कमसी पनि बाजीमा ए मलाई हाफ लाग्यो नि थियो ए हल्लियो नि जाने क्या भेडा र चौरीहरू एउटै फ्रेममा है यो झगडा किन गर्नु पर्यो तिमीहरूलाई फेरि झगडा मत गर हो ओह तिमीहरूको हाकिमले थर्काएको त्यहाँ काकीले चाहिँ यहाँ मही पार्दै हुनुहुन्छ। अब तपाईँले गेस गर्नुहोस् है यो चाहिँ अब भेडाको हो कि चौरीको हो यहाँ दुवै चाहिँ एकै ठाउँ कमेन्ट सेक्सनमा तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ आफ्नो ओपिनियन है। दुप्सिने डेन्जर दाजु खतरा राजा दाजु कुलिजार जोजार हिजार कि टक्क घुर्दै कि नै माइलो खोप्रे दे म पुलिस जी आज हाम्रो ड्राइभरले गोठ सार्दै हुनुहुन्छ है त्यही भएर भेडाहरू सब आइरहेछ दाइ पनि आउँदै हुनुहुन्छ अनि मैले पनि यस्तो हल्का भारी बोकेको छु है गोठालो जिन्दगी यस्तै छ हजुर जे देशमै के गरौँ भन्ने तपाईँको सोच आज हाम्रो गोठ सार्दैछौँ
यहाँ फुलबारीदेखि पुपाल जाँदैछु अब तपाईँहरूलाई मैले त्यहाँ पुपालको सबै देखाइदिन्छु मैले नयाँ गोठहरू त्यहाँ हाम्रो एउटा ताल पनि छ ताल पनि देखाइदिन्छु दाल तलदेखि भेडाहरू धमाउँदै हुनुहुन्छ 1400-1500 हाराहारीमा छ है यहाँ भेडाहरू अझै बढी छ अझै बढी छ अरे होला 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 भन्दै हुनुहुन्छ उहाँ दाइले हजुर होला गाइज हामी अहिले यहाँ 4000 फिट भन्न माथि छौँ अहिले बाहिरमा अनि यहाँ हाम्रो भाइ जस 5जना हामी 6जना छौँ कि आज 6जना ग्रुप छौँ हेर्नु भेडाहरू पुरा जताततै छ दाइ मेरो साइडमा हुनुहुन्छ भारी मस्त बोक्नु भएको छ पहिला हतियार बोक्नु भयो आजभोलि भारी बोक्नु भएको छ मैले पनि बोकिरहेको छु है रमाइलो छ जोस् चिसो मौसम ठिक छ वरपर एकदम कुहिरो लागेको छ होइन हुस्सु देख्नु तपाईँहरूले बिहान पख त मौसम ठिक नै थियो सानो हुन्छ है गाई जो बुढी घाँस एकदम छोटो छोटो हुन्छ यो तर एकदम पोसिलो हुन्छ यो खायो भने भेडाहरू एकदम छिटै तन्दुरुस्त हुन्छ रोगसोग केही पनि हुँदैन यिनीहरू यही खाएर हुर्किरहेको हुन्छ यहाँनिर एकदम राम्रो हुन्छ यता आइरहेछ यिनीहरू आइरहेछ यिनीहरूले बुकी घाँस खान्छ जडीबुटी खान्छ त्योहरू पनि यिनीहरू एकदम तगडा हुन्छ अब यतिखेर दुध खानु पर्ने फेरि यत्रो ढाडलाई हजुर कृषि क्रान्ति हो अब तपाईँलाई म झर्न देखाइदिन्छु है यो एरियालाई पानीदाल भन्छ है यो पानीदाल एरिया हो यहाँदेखि यता अगाडि साइडमा बिजा पर्छ भने हामी यतादेखि पछाडि गयो भने यता पुपाल पर्छ है म अहिले भर्खर पुपालदेखि आएको छु बवाल हुन्छ है यो मग मग बास्न आउँछ यो यसको मान्छे चिया पनि बनाउँछ है अहिले पनि यसको बास्ना आइरहेछ मान्छेले यसको चिया बनाउँछ बवाल नै छ बोकेर बोकिरहेको एउटा चाहिँ थपक्क कलर बसेछ एउटा भइरहेको छ एउटा कहाँ गयो त्यही थियो त अर्को पनि त्यही एउटा साइडमा रहेछ एउटा ऊ त्यहाँ रहेछ हेर्नु गाइस कुकुर भोगिरहेछ है लगभग 8-9 वर्षपछि फेरि यो ठाउँमा आएको छु पहिला पहिला अलिक सकिन्थ्यो हिँड्नु अलिक गाह्रो हुनेले चाहिँ अलि हाइटमा भएर कस्तो दम सास बढेर आउने फुल सास फुलेर आउने अहिले मौसम क्लियर छ राम्रो देखिरहेछ यो हो पुपाल बेस क्याम्प अनि यहाँ जेठ असारमा यारसिङ बत्ती बनाउने मान्छेहरू यहाँ क्याम्प बनाएर बस्ने गर्छन् यहाँ यो एउटा धार्मिक स्थल पनि हो अनि यहाँ अब मान्छेहरू पुपाल ग्रहलाई पुपाल देवतालाई पूजा गर्न जसमा आइरहन्छन् पूजा पनि गर्छन् यहाँ अब पुपाल भनेको यो भेकै एकदम चर्चित ठाउँ हो अनि यो ठाउँको बारेमा तपाईँले अब नेपथ्यको शिरफुल भन्ने गीत सुन्नुभएको छ भने त्यहाँ पनि अलिकति थोरै व्याख्या गरिएको छ अब
यहाँ आएपछि पुपाल ब्रालाई पुपाल देउतालाई चाहिँ ध्वजा धुपो चढाइनुपर्छ। अब ध्वजा धुपो म त अस्ति म चढाइसकेँ। अब कि ध्वजा छैन भने झारहरू जे भए पनि चढाइदिए हुन्छ, फुलहरू चढाइदिए हुन्छ। म चाहिँ यहाँ फुल चढाइदिन्छु है। अब यो फुल टिपिरहेको छु, अब यसलाई चढाइदिन्छु। यो चढाइदिनुपर्छ। हाम्रो यहाँ मान्ने जुन ठुलो देउता नै हो, धेरैले मान्नुहुन्छ, यहाँ धेरैले भाकल गर्नुहुन्छ, माया कुराहरू धेरै पुग्छ भन्नुहुन्छ, उहाँहरू धेरै आस्था राख्नुहुन्छ, विश्वास गर्नुहुन्छ, सालिन लगाएर पूजा गर्नुहुन्छ यहाँ धेरैले। हेर्नुहोस् तपाईँलाई अब नजिकदेखि देखिदिँदैछु है। यही हो चढाउने, पूजा गरिन्छ पाठाहरू, भेडाको पाठाहरू काटेर। अनि यहाँनिर अब भगवान्को थानमा, देउताको थानमा यसरी फुलहरू चढाउनु पर्छ। यसरी हेर्नु, यहाँ फुलहरू पहिला पनि चढाइसकेको रहेछ मान्छेहरूले। अब म पनि चढाइसकेँ है। यहाँ चढाउने पनि चढाउनुपर्छ। यसो घन्टी बजाउने है। अस्ति मैले पानीको ध्वजा यहीँ रहेछ, ध्वजा यहीँ छ। यहाँ पूजा गर्छ मान्छेहरूले है। यहाँ हेर्नु राम्रो छ ठाउँ। यस्तरी थान बनाइएको हुन्छ है। घन्टीहरू यसो बजाउने, पूजालाई चारवटा घन्टी राखेको रहेछ। यस्तरी थान बनाएको हुन्छ। अनि थानमा गएर पूजा गर्ने हो, चढाउने हो खिरहरू होइन। यहाँ भेडाको सिङहरू यहीँ राखेको छ, माथि राखेको छ, माथि राखेको छ सिङहरू देख्न सक्नुहुन्छ। माथि भेडाको सिङहरू त्यहाँ रहेछ, काटेर चढाएको पूजा गरेको। यहाँ पूजा गर्दाखेरिको भेडाको सिङहरू माथि राखेको छ। यस्तै हो कि हाम्रो गोठालाहरूको जिन्दगी भनेको। सार्लाङ चुर्लुङहरू झुन्डाउने यो यिनीहरू भनेको जडीबुटीहरू है। यिनीहरू 5 औँलीहरू छ यसमा। भर्खरै अस्ति भर्खरै खनेको, त्यहाँ धुवामा राखेर सुक्यो, त्यस्तो भएको छ। यस्तो छ हाम्रो औषधि। राति हाम्रो 5 औँले, यो 5 औँले काकीले चुन्नु भएको सामान लाग्यो। 5 औँले हो यो 5 औँले। यो चाहिँ गाउँको औषधि हो। यो हाम्रो गाउँतिरको औषधि काटेकोमा के भएकोमा यो लगायो भने निको हुन्छ हाम्रोतिर। पेटमा किरा पर्यो भने, त्यो पेटमा किरा पऱ्यो भने पनि यो खायो भने त्यो किरा सिरा सब निकालिदिन्छ यसले। दबाईहरू घाउ भयो भने त्यही समस्या बनाउँछ। गाई बस्तुहरू पनि घाउ भयो भने यसले नि निको बनाइदिन्छ। एकजना उहाँ आउँदै हुनुहुन्छ घोडा दोहोऱ्याएर। घोडा दोहोऱ्याएर नुनको भारी बोकेर घोडा दोहोऱ्याउँदा आउनु भएको छ। उहाँ पिँढीदेखि नुनको भारी घोडालाई बोकाएर आउनु भएको छ। यहाँ दिनु पऱ्यो नि त भेडालाई। फेरि भोलि 6 गते भोलि दिने अरे, नुन दिने अरे भोलि। त्यही भएर नुन कोही अब ल्याइदिने के भन्छ अरे, भेडालाई दिने, कोही आफैले खाने चाहियो नुन त, त्यो ल्याउँदै हुनुहुन्छ। हाम्रो यहाँको एक्सप्रेस भनेकै घोडा हो है। हाम्रो यहाँ कहाँ गाडी हुनु, हाम्रो यहाँ ट्र्याक्टर स्याक्टर केही पनि हुँदैन। हाम्रो यहाँ आउने सिधै यही हो, घोडा हो। चढ्ने पनि घोडै हो, भारी बोक्ने पनि घोडै हो, खचड यिनै नै हो। खतरा बलियो छ यो। यसमाथि मजाले चढेको भए पनि मजाले थचक्कै बस्यो भने यसले मलाई धान्थ्यो। तर बिचरालाई भार पर्छ भनेर मैले त्यतिसँग त्यहाँ म त्यति हल्का मात्र बसेँ होइन, खुट्टाले तल थिएँ कि। नत्र पनि यसले मलाई थचक्कै बस्यो भने यसले मलाई धान्न सक्छ। एकदम बलियो हुन्छ यिनीहरू धेरै होइन। एउटालाई त मजाले धान्छ यिनीहरूले। लास्ट बलियो हुन्छ यिनीहरू।
वरवर आए वरवर आयो वरवर भयो 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 भोलि खास है ल यदि तपाईँहरू बुकी फुल हेर्न चाहनुहुन्छ भने असारको अन्तिमतिर आउँदा राम्रो हुन्छ अहिले के हुँदो रहेछ भने यो फुलहरूको टाइम अफ हुन लागेको रहेछ अहिले चाहिँ त्यति राम्रोसँग फुलहरू छैन सब टाइम सबको गइसकेछ सब ओइलिसकेछ सब डेट गइसकेछ सबैको त्यही भएर यदि तपाईँहरू फुल बुकी फुल हेर्न चाहनुहुन्छ भने असारको अन्तिम चाहिँ आउनुहोस् त्यो एकदम बेस्ट टाइम हो है